हेलो साथी, गुड मर्निङ। ल आउनुहोस् है, आज तपाईँहरूलाई चाहिँ म नेपालमा चाहिँ कुन कुन ठाउँमा गएँ भनेर देखाउँछु। यो चाहिँ एउटा ठाउँ हो जहाँ म गएको होइन। मेरो भोइस चाहिँ एकदमै टोटली ड्यामेज भएको छ अहिले चाहिँ, एकदमै मेरो घाँटी दुखेर, तर पनि मैले चाहिँ यो भिडियो बनाएको छु। यो चाहिँ भक्तपुरमा छ। भक्तपुर के हो यो ठाउँ यार? अझै भक्तपुरै होला। यो चाहिँ पञ्चमहालक्ष्मी मन्दिर हो होइन। यसलाई चाहिँ भाइरल मन्दिर पनि भन्दो रहेछ। यहाँ चाहिँ धेरैले टिकटकहरू बनाउने एकदम नयाँ ठाउँ रहेछ कि, एकदमै नयाँ बनाएको रहेछ, नयाँ ढाँचामा बनाएको रहेछ। एकदम राम्रो छ, एकदम हाइटमा पनि छ। अनि यो चाहिँ जुन म गएको चाहिँ तलपट्टिको ढोकाबाट गएको, माथिको ढोकाबाट पनि रहेछ होइन। अनि एकदमै राम्रो छ, एकदम क्लिन छ, एकदम भित्र शान्त छ, एकदम राम्रो छ। जसलाई पनि एकदम शान्त ठाउँ, सफा ठाउँ, अनि एकदम हाइटमा भएको ठाउँ हेर्नु मन लागेको छ भने यो ठाउँमा जानु होला। यो चाहिँ एकदमै नयाँ ठाउँ हो। अनि यहाँ जाँदाखेरि चाहिँ त्यहाँनिर टिकट काट्नु पर्दो रहेछ। सायद एकजनाको 100 रुपियाँ हो कि कति हो टिकट पनि, त्यस्तै लागेको थियो मलाई। त्यहाँ दिदीहरूले काट्नुभएको टिकट चाहिँ। हामी 3-4 जना गएको थियौँ घुम्नलाई। अनि हामीले चाहिँ यहाँ बाजेसँग टिकट लियौँ। अनि यहाँ टिकट लिइसकेपछि चाहिँ जुत्ता चप्पलहरू खोलेर त्यहाँ महालक्ष्मीको मन्दिरमा चाहिँ हामी छिर्नु पर्दो रहेछ होइन। अनि त्यो महालक्ष्मीको मन्दिर चाहिँ यही हो है, यहाँदेखि छिर्ने हामी भित्र सफा छ, केही चढाउनु पर्दैन, चढाउने ओर्ने केही पनि छैन, त्यस्तो ढोगे हुन्छ। पछाडि दान पेटिका छ, दान पेटिकामा आफ्नो इच्छाअनुसार भेटी चढाइ हुन्छ। राम्रो सिसा रहेछ वरिपरि। अनि बिचमा चाहिँ माताको मन्दिर राखेको छ, राम्रो छ। अनि हामी चाहिँ यहीँ घुम्यौँ एकछिन, अनि हामी निस्क्यौँ यहाँबाट। कस्तो राम्रो देखेको छ हेर्नु त। यो चाहिँ मैले माथिदेखि लिएको पिक्चर हो। एकदम राम्रो, मलाई यति राम्रो लाग्यो यो ठाउँ होइन। म त एकदम धेरै सहरमा बसेर पनि होला, धेरै वर्ष सहरको भिडभाडमा बसेर होला, यो ठाउँमा चाहिँ मलाई यति आनन्द लाग्यो, यति रमाइलो लाग्यो नि। ओ माई गड, के भनेर, त्यति शान्त छ। कहिले कहिले आफूले आफैलाई पनि टाइम दिनुपर्ने रहेछ कि होइन। टाइम दिनु, कति ठाउँ त हामी घुमेकै छैन, घुम्नुपर्छ। आफ्नो उमेर हुन्जेल हो, आफ्नो इच्छा हुन्जेल हो, न त कहाँ के गर्ने हेर्नु त। कति राम्रो यो माथिको त्यो मन्दिर छ नि, त्यो पनि त्यहीँ नजिकै हो हुन्छ खासमा। म त्यहाँ माथि गएको पनि छ। यो चाहिँ सायद तिनीहरूको भित्र, यहाँदेखि भित्र पनि मन्दिरहरू छ, तर त्यहाँ पनि गएको, तर त्यो दिन चाहिँ बन्द थियो भित्र चाहिँ। कस्तो दामी लागेको नि मलाई त, एकदम राम्रो। तर एउटा कुरा चाहिँ के भन्दाखेरि, जहाँ पनि यस्तो मठ मन्दिरहरूतिर गयो भने चाहिँ साँच्चै होला आत्मा कति सन्तुष्टि भएको जस्तो भित्रैदेखि। ओ माई गड, कति आनन्दको फिल हुने कि, त्यस्तै फिल भएको कि मलाई यहाँ जाँदाखेरि। यो दिन फेरि घाम पनि मजाले लागेको थियो होइन। अनि त्यस्तो साह्रो जाडो पनि होइन, त्यस्तो चिसो पनि होइन, त्यस्तो गर्मी पनि होइन, ठिक्कको मौसम थियो। मान्छेहरूको पनि भिडभाड थिएन, सफा ठाउँ। फेरि एक साइडमा फुलहरू कति राम्रोसँगले रोपेको होइन। एकदम राम्रो कि, पिसफुल हुने कि, आफ्नो माइन्ड एकदम पिसफुल। कहिले कहिले सारा दुःखहरू भुलेर एकैछिन शान्त भएर बसौँ न, काम धाम सबै छोडेर, मान्छेको कुराहरू, दुनियाँको कुराहरू सुनेर, दुनियाँको कुराहरू गरेर बस्नुभन्दा होइन, बेग्लै आफ्नो शान्त लाइफ बिताउनु भन्दाखेरि यस्तो ठाउँ जानुपर्छ कि। साँच्चै के हो, यस्तो राम्रो छ नि यो। जुन अघि तलदेखि देखाएको थियो नि, त्यो अलको माथिको त्यो मन्दिर हो कि यो चाहिँ। मलाई मन्दिरमा मलाई भगवानहरूको नाम थाहा छैन, तर यहाँ कति धेरै भगवानहरू हुनुहुन्छ, के भगवानहरू, मलाई सबै भगवानहरू आउँदैन। यो वरिपरि मैले चाहिँ दर्शन गर्नु चाहिँ गरेँ, तर मलाई भगवानहरूको सबै नाम आउँदैन। जुन भगवान भए पनि सबै भगवानहरू शान्ति हो, शान्तिको प्रतीक नै हो, म चाहिँ त्यसरी नै लिन्छु होइन। अनि यो त्यो जुन भवन थियो नि, तलदेखि माथिदेखिको अल्लो त्यो बिल्डिङ वरिपरि घुमेको हो यो चाहिँ। त्यहाँदेखि यसरी बाहिर निस्केको होइन। अब त्यसको त्यहाँदेखि ओर्लेर, त्यो बिल्डिङदेखि ओर्लेर माथि पनि देखाउँछु, हेर्नु त तल। ओ माई गड, कति राम्रो देखेको कि, कस्तो राम्रो ठाउँ कि, कस्तो भ्यू कि। यो त अझ क्यामेरामा भएन, झन् रियल्ली त्यहाँ गएर आफ्नै आँखाले हेर्दा त ओ माई गड कति राम्रो ठाउँ
हुन्छ। यो तपाईँलाई देखाएको मैले है बिल्डिङको वरिपरि तलबाट, यो चाहिँ माथिबाट देखाएको तपाईँलाई। अनि यहाँदेखि रहेछ फेरि ऊ त्यहाँ पर। अनि हामी चाहिँ एकछिन यहाँनिर फोटोसोटो खिच्यौँ ओऱ्यौँ होइन, अनि गयौँ कि हो यहाँ पर। यो पनि यस्तो राम्रो ठाउँ छ होइन, त्यो जुन बाघको मुख जस्तो छ नि त्यहाँदेखि भित्र छिर्नु पर्दो रहेछ कि, त्यहाँ चाहिँ पानी बगेको हुँदो रहेछ होइन, पानी चिसो पानी रहेछ। अनि हामी पनि त्यहाँनिर टिकट देखाएर अनि गयौँ होइन। नाम के भन्छ मलाई थाहा भएन, राम्रोसँग याद पनि भएन के हो। अनि यहाँदेखि हामी छिरेको भित्र। यहाँको पानी यति चिसो छ नि, यति चिसो छ नि, ओ माई गड। तर यस्तो खालको चिसो है, यहाँभित्र म छिरिरहेको छु अनि मेरो दिदीले तेरो भिडियो खिचिदिन्छु नि भन्नुभयो। अनिदेखि म अगाडि गएको कि, नत्र मैलेसम्म अघिसम्म मैले भिडियो खिचिरहेको थिएँ। सुरुमा त कस्तो होला जस्तो लागेको थियो, तर त्यो दिदीहरू अगाडि गएको भएर अनि म पनि उहाँको पछि पछि गएको होइन। त्यो पानी यति चिसो छ नि, त्यो पानीले चाहिँ मनमा यस्तो आनन्द शीतल दिने कि, साँच्चीकै शीतल पानी के, त्यो चिसो त कठ्याङ्ग्रिने भन्दा पनि एकदमै मनमा शीतल दिने पानी हो। मलाई त फेरि पनि यो ठाउँमा जानु मन लागेको छ, यही पानी भएको बेला जानु मन लागेको छ, यही पानीमा हिँड्नु मन लागेको छ मलाई। त्यस्तो आनन्द दिने यो पानी। धेरै पछि मैले चाहिँ त्यो फिलिङ्स गरेको, त्यो मूलको पानी भनेको मूलकै हुन्छ भन्थे नि, हो रहेछ। अनि फेरि हामी फर्केपछि तल चाहिँ चटपटे बेच्ने दिदीहरूले चाहिँ पानीसानी खानु, चटपटे खानुहोस् भन्नुभयो। अनि बाबु र म चाहिँ अलिक अगाडि फर्केको भएर दिदीहरू चाहिँ त टोइलेट जानुभयो। अनि हामी चटपटे खायौँ अनि हामी फर्केको। आज चाहिँ यो ठाउँको भिडियो चाहिँ यति नै ल। अब यो दिन चाहिँ हामी धेरै ठाउँ घुमेको थियो, तर आज यति नै। हेरिदिनु भएको धन्यवाद।